निक्लिनु त म बाटो 20 गते हजुरहरूको घरको लागि अर्को शान्ति बुद्ध विहार वालिङ आर्टिस्ट अन्तर्राष्ट्रिय बुद्ध नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। वालिङको यो प्रज्ञा शान्ति विहार बौद्ध विहारमा भिक्षुहरू भिक्षुहरू 3 महिनाको लागि आउनुभएको छ। उहाँहरूको आज वालिङ नगरपालिकामा भिक्षादानको लागि उहाँहरू सवार हुनुहुन्छ र उहाँहरूलाई आफ्नो मनले धनले आफ्नो मनले ज्ञानले चाहिँ उहाँलाई भिक्षा दान गरिदिनुहुन्छ सम्पूर्णले। साधु 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 बाबु, यहाँहरूले हाम्रा भिक्षुहरूलाई भिक्षादान गर्नुभएको छ। शुभ मङ्गलम। साधु 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 यसरी भिक्षुहरूलाई भिक्षादान गर्दै गरेको देखेर गाडी नै रोकेर पनि उहाँलाई भिक्षादान गर्दै हुनुहुन्छ। उहाँहरू कहाँबाट आउनुभएको थियो, तर आज भिक्षुहरूलाई देखेर बाटोमा नै गाडी रोकेर उहाँहरूले पनि भिक्षुहरूलाई भिक्षादान गरिदिनुहुन्छ। यहाँहरूको मनोकामना पुरा होस्, यहाँहरूको कुलपितृहरूले यहाँले दिनुभएको दान उहाँले पाओस्। शान्ति बौद्ध विहार वालिङमा आउनुभएको यो भिक्षुहरू आज वालिङ नगरपालिकामा भिक्षाको लागि घर घरमा सबैको घर दैलोमा आउनुभएको छ। यो देश भनेको बुद्ध जन्मेको यथार्थ गौतम बुद्ध जन्मेको देश हो। हामीले यो देशमा शान्ति चाहन्छौँ, देशमा हामीले समृद्ध चाहन्छौँ, विकास चाहन्छौँ। शान्तिको प्रतीक मानिने गौतम बुद्धको ध्यान तपस्या उहाँले दिनुभएको शिक्षाले हामीलाई पक्कै पनि हामी यो देशमा समानता, भातृत्व र स्वतन्त्रता चाहन्छौँ। हामीले हत्या हिंसा गर्नु हुँदैन भन्ने कुरा बुद्धको उपदेश हामीले पढिरहेका छौँ। भिक्षुहरूलाई भिक्षादान कार्यक्रम
भइरहेको छ। बुद्धको शान्ति प्रतीक मानिने यो झन्डा 5 कलरको छ, 5 रङको झन्डा छ। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। सबैको मनोकामना पुरा होस्, शान्ति होस्, शान्ति होस्, समृद्धि होस्। भिक्षुहरूलाई जुन जुनले पनि दान गर्नुभएको छ उहाँको कुल तिथिहरूले पाओस्। सबैजना वालिका वासीहरू एकदम आफ्नो खुला मनले, शान्ति मनले भिक्षुहरूलाई भिक्षा दान गर्न एकदम आउनुभएको छ। यहाँहरू भिक्षुहरूलाई भिक्षा दान गर्नको लागि यहाँहरू आउनुभएको छ। यहाँलाई धेरै धेरै धन्यवाद छ। हाम्रो सबैभन्दा ठुलो भिक्षुको पनि भिक्षु भन्थे। यहाँलाई चाहिँ एकदमै सबैजनाले एकदम सम्मानपूर्वक, सबैले सम्मानपूर्वक भिक्षा दान गर्नुभएको छ। नमो तस्स अरहतो भगवतो अरहतो सम्मा सम्बुद्धस्स। शान्तिको प्रतीक माने गौतम बुद्धको यो देशमा सबैजनाले शान्ति चाहन्छन्। समानता, स्वतन्त्रता, भातृत्वको लागि उपदेश दिनुभएको भगवान गौतम बुद्धको भिक्षुहरू, शिष्यहरू आज हामी तपाईँहरूको घर दैलोमा ल्याउन सफल भएका छौँ। बुद्धं शरणं गच्छामि। धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि। वालिङको यो प्रज्ञा शान्ति बौद्ध विहारमा रहेका भिक्षुहरू आज वालिङ नगरपालिकामा भिक्षा माग्नको लागि हुनुभएको छ। हरेकको घर दैलोमा हुनुभएको छ। उहाँहरूलाई भिक्षा दान गर्ने कार्यक्रम एकदमै सुरु छ। यहाँलाई धेरै धेरै धन्यवाद छ। हाम्रा भिक्षुहरूलाई भिक्षा दान गर्दै हुनुहुन्छ। यहाँहरूको मनोकामना पुरा होस्, यहाँको कुल पितृहरूले पाओस्। यहाँले भिक्षा दिनुभएको भिक्षा बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि, संघं शरणं गच्छामि। नमो तस्स अरहतो भगवतो अरहतो सम्मा सम्बुद्धस्स। साहब घन्टी कहाँ नि त? यो भिक्षुहरू आउँदै गरेको एउटा सूचना हो। यो हाम्रो हरेक सबैको घर दैलोमा भिक्षुहरू आउँदैछ है, सबैले भिक्षा दान गर्नुपर्छ है भनेर सबैभन्दा अगाडि घन्टीको सङ्केत दिँदै हिँड्नुभएको छ। शुभ मङ्गलम, शुभ मङ्गलम, शुभ मङ्गलम, शुभ मङ्गलम। साधु 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 साधु। वालिङको यो प्रज्ञा शान्ति प्रज्ञा बौद्ध विहारमा भिक्षुहरू 3 महिनाको लागि आउनुभएको छ। यहाँहरू आज वालिङ नगरपालिकामा परिक्रमा गर्नुभएको छ। सबैजनाले भिक्षा दान गर्नको लागि तयार भएर बस्नुभएको छ। साधु 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 साधु। सबैजनाले भिक्षा दान गरौँ, शान्ति पाऊँ, सबैजनाले सुख शान्ति पाऊँ। शान्तिको प्रतीक मानिने गौतम बुद्धले दिनुभएको शिक्षा समानता, स्वतन्त्रता, भातृत्व, न्यायमा आधारित हामी विदेशमा
शान्तिपूर्वक बाँच्न चाहन्छौँ बाँच्नुपर्छ। हामीले गौतम बुद्धले दिनुभएको पञ्चशील पालना गरेर हत्या हिंसा नगर्ने, चोरी डकैती नगर्ने जस्ता पञ्चशीलहरू पालन गर्नुपर्छ। हामीले एकअर्कालाई समान तरिकाले व्यवहार गर्नुपर्छ। सबैलाई बराबरी सोच्नुपर्छ, आफू जस्तै सोच्नुपर्छ। शान्तिपूर्वक सबैजना जिउनुपर्छ भन्ने उपदेश दिनुभएको गौतम बुद्धले। यही उपदेश मानेर यही शिक्षाले पालना गरेर आज भिक्षुहरू यहाँ वाली नगरपालिकामा आउनुभएको छ। सबैजना भिक्षा दिनको लागि आफ्नो घर दैलो अगाडि उभिएर बस्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। दुईटा हातले एकछिन हो यसरी हो। अलग अलग हो क्या? अलग अलग हो। आउनु यता आउनु यहाँ यहाँ भन्नु बस हो खाना लाउनु मलाई आजकल यहाँ लाग्दैन कसैले झिक्दै गर्छ। झन्डा गौतम बुद्धको प्रतीक माने शान्तिको प्रतीक यो झन्डा। पाँच कलरले अंकित यो झन्डा। यो झन्डामा नीलो रङले बुद्धको बालको अंकित गर्दछ। पियालो रङले बुद्धको छालाको रङको अंकित गर्दछ। रातोले बुद्धको खुनको रगतको अंकित गर्दछ। सेतोले आउँदैछ शान्तिको सेतो रङले शान्तिको प्रतीक गर्दछ। गुलाबी रङले बुद्धको मृत्युको अंकित गर्दछ। घर तयार गर्न पर्ने जानु पर्यो। हुन्छ तो पानी लिएगा ला ला भिक्षु हजुर
उहाँलाई फेरि बनाउनु ल खै कता गयो छ हजुरको आउनु यो अझै रिङाउनु पर्छ यो यसो रिङाउनु पर्छ त्यो भएर सबैको घर दैलोमा भिक्षुहरू आउने कार्यक्रम छ कसैले पैसा दिएर दान गर्नुभएको छ कसैले चामल दिनुभएको छ कसैले फलफुल दिनुभएको छ कसैले तरकारीहरू दिनुभएको छ आफ्नो मनले जे सक्नुहुन्छ त्यही नै चाहिँ भिक्षा दान गर्नुभएको छ भिक्षुहरू वालिङको प्रज्ञा शान्ति बौद्ध विहारमा 3 महिनाको लागि आउनुभएको छ आज वालिङ कार्यक्रम गर्ने हुनुहुन्छ यहाँहरू सबैजना भिक्षुहरूलाई भिक्षादान गर्नको लागि सबैजना आफ्नो आफ्नो घर दैलोमा उपस्थित एकदम लिएर बस्नुभएको छ शिक्षा लिएर दिनुभएको छ भिक्षुहरूले दिनुभएको आशीर्वाद यहाँहरूलाई लागोस् यहाँहरूको मनोकामना पुरा होस् भिक्षुहरू सबैको घर दैलोमा आउनुभएको छ बुद्धम शरणम गच्छामि सङ्गम शरणम गच्छामि धर्मम शरणम गच्छामि बुद्धको प्रतीक मानिने झन्डा 5वटा कलरले अङ्कित झन्डा छ नीलो रङले से नै 5वटा रङ नै होला नीलो रङले बुद्धको बालको अङ्कित गर्दछ पहेँलो रङले बुद्धको छालाको अङ्कित गर्दछ रातो रङले भगवतको अङ्कित गर्दछ सेतो कलरले शान्तिको अङ्कित गर्दछ र गुलाबी रङले बुद्धको मुटुको अङ्कित गर्छ भिक्षुहरू सबैको घर दैलोमा भिक्षा माग्नको लागि आउनुभएको छ त मार गई म त उता नि गएको दिदी क्याम्पस रोडतिर हेर्न कसरी कसरी
यहाँ दिइहालेँ चिसो नि हाल्यो नि त खोला दिन्छ खाली भएको छैन ओहो एकजनाले समात्दिनु टिभी साहब लग रहा है झोला झोला पहिलो हामीले समात्दिने हो हैन पर्दैन म समात्ने उठाऊ एउटा उठाऊ त्यही त बिहान गरेर यस्तो गर्नु एकदम जरुरी आवश्यक मही पनि मही दान पनि गर्नुभएको छ यता समाज जानु न जय होस् देवी आउनु न यता देवी त्यही गर न यो यहाँ भन्दैला यहाँ पैसा त्यो चामल जुनबाट ठिकै ठिकैको राखी नपोखाउनु होइन के अरे लाउनु चामल राख्दै पैसा राख्नु पैसा राख्नु
कटोरामा राखेँ कि सब कटोरामा होइन कि स्टिल उसको त नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। यहाँले भिक्षुलाई भिक्षादान गर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। भिक्षुले दिनुभएको आशीर्वाद यहाँलाई लागोस्, यहाँको मनोकामना पुरा होस् है। ल यहाँले दिनुभएको भिक्षा यहाँको कुल पितृहरूले पाओस्। अनि फेरि कहाँ जाने हो त उहाँ छ बाबु उमा गोपीसुनको सानसानो यता सीता परियो नमो तस्सा यता यस्तो यता